नमस्कार, हार्दिक स्वागत छ। आज हामी चर्चा गर्नेछौँ गाई दुहुने घरेलु तरिकाको फाइदा र यसको महत्व के हुन्छ त। गाई दुहुने परम्परागत घरेलु तरिका भनेको हातले दुहुने विधि हो। यो विधि सहज र सुलभ र स्थानीय किसानहरूका लागि प्रभावकारी मानिन्छ। हामीले गाउँघरमा पुरानो तरिकाले हातले गाई कसरी दुहुन्छौँ त। गाईलाई आरामदायी वातावरणमा राख्नुपर्ने हुन्छ। सफा र शान्त ठाउँमा गाईलाई राख्ने अनि गाईलाई दुहुने अगाडि चाहिँ घाँस वा दाना पानीहरू दिनुपर्ने हुन्छ। तपाईँ हामीले विशेष गाई दुहुँदाखेरि स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने हुन्छ। तपाईँ हामीले गाई दुहुनुभन्दा अगाडि हात र थुनलाई राम्रोसँग सफा गर्नुपर्दछ। हात धुने र गाईको थुन सफा गर्ने सफा कपडाले थुन पुछ्ने र सुक्खा बनाउनु पर्ने हुन्छ। त्यस पछाडि तपाईँ हामीले दुहुने सही तरिका चाहिँ अपनाउनु पर्ने हुन जान्छ, जसका लागि दुवै हातको सहायताले थुन मजबुत रूपमा समातेर हल्का दबाव दिनुपर्ने हुन्छ। जब तपाईँ हामीले दुवै हातले थुनलाई राम्रोसँग चेपेर दुध निचोर्छौँ, क्रमबद्ध रूपले तल्लो भागबाट माथिल्लो भागतर्फ हल्का मसाज गर्नुपर्दछ। निरन्तर र मधुर रूपमा दुध निकाल्ने ताकि गाईलाई पीडा नहोस्। यो तरिकाले गाईलाई दुहुन सक्छौँ। जब तपाईँ हामीले गाईलाई चाहिँ राम्रोसँग दुहिसक्छौँ, हामीले दुहुने बाल्टी अथवा भाँडो केहीमा पनि दुहुन्छौँ। दुहिसके पछाडि दुधमा चाहिँ विभिन्न प्रकारका चाहिँ छोक्राहरू हुन सक्छ र दुहिसके पछाडि सफा छानामा दुध छान्ने र सफा भाँडोमा राख्ने गर्नुपर्छ। दुधलाई सकेसम्म चाँडै चिसो राख्ने ताकि ताजा रहोस्। हामीले चिसोमा चाहिँ स्टोरेज गर्नुपर्ने हुन्छ। गाईलाई हातले दुहुने तरिकाको महत्व र फाइदा चाहिँ के हुन्छ त, यो विषयमा पनि हामी जानकारी लिनेछौँ। गाईसँग आत्मीय सम्बन्ध बढ्छ। किसान र गाई बीच सम्बन्ध के हुन्छ, प्रागाढ हुन्छ। गाईलाई यदि हामीले हातले दुहुने बानी बसालेका छौँ भने गाई र मानिस बीचको सम्बन्ध चाहिँ राम्रो हुने गर्छ। दुध उत्पादनमा सुधार हुन्छ। सही तरिकाले दुहुँदा गाईलाई सहज महसुस हुन्छ, जसले दुधको मात्रा बढाउँछ। यदि तपाईँले सधैँ दुहुने समयमा गाईलाई दुहुनु भएन भने गाईले चाहिँ दाना पानी कम खाने, छटपटाउने लगायतको लक्षणहरू देखाउँछ। यसले चाहिँ गाईलाई स्वस्थ पनि राख्ने गर्छ। अब हामीले गाईलाई चाहिँ पगार्नका लागि बाछो छोड्ने गर्दछौँ। बाछोले जब थुन चुस्ने गर्दछ तब शरीरमा चाहिँ अक्सिटोसिन हर्मोन उत्पादन हुने गर्छ, जसको कारणले गर्दा पशु वस्तुको खाँचोमा चाहिँ दुध झर्ने कार्य चाहिँ सुचारू हुन्छ। तपाईँ हामीले गाईलाई हातले दुहुँदाखेरि चाहिँ थुनको अवस्था र दुधको गुणस्तर जाँच गर्न सजिलो हुन्छ। यदि खाँचोमा कुनै पनि संक्रमणहरू भएको छ भने हातले दुहुने गरेका छौँ तपाईँ हामीले भने खाँचोमा हुने संक्रमण हामीले सहजै पत्ता लगाउन सक्छौँ। अर्को चाहिँ स्थानीय परम्परा र सिपको संरक्षण। परम्परागत कृषिमा चाहिँ आधारित समुदायहरूमा यो विधि राम्रो मानिन्छ। हातले गाई दुहुँदाको फाइदा चाहिँ के हो त भन्दा एकदमै कम लागत लाग्ने गर्छ। मेसिनको आवश्यकता पर्दैन, जसले खर्च कम हुन्छ र हामीले सकेसम्म लागत कम गरेर दुध उत्पादन गर्नुपर्ने हुन्छ। गाईलाई कम चोटपटक लाग्ने। मेसिनको तुलनामा हातले दुहुँदा थुनलाई चोट लाग्ने सम्भावना कम हुन्छ, सुरक्षित पनि हुन्छ र स्वच्छता। सही तरिकाले हातले दुहुँदा दुध सफा र प्राकृतिक गुणयुक्त रहने गर्छ र यसमा चाहिँ बिजुली बत्तीको आवश्यकता पनि पर्दैन। मसिनको प्रयोग नगरी हातले दुहुँदा चाहिँ ग्रामीण क्षेत्रमा रोजगारीको अवसर पनि बढ्ने गर्छ, स्थानीय रोजगारीको सिर्जना हुन्छ। यसरी गाई हातले दुहुने विधि परम्परागत र व्यवहारिक रूपमा महत्त्वपूर्ण छ, जसले गाईको स्वास्थ्य र दुधको गुणस्तर र किसानको समृद्धिमा टेवा पुर्याउने गर्दछ। तपाईँलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्नुहोला। यस्तै प्रकारको भिडियो हेर्न न्यू कृषि प्रविधिलाई सब्स्क्राइब गर्नुहोला।